हेलो साथीहरू सम्पूर्णलाई गुड मर्निङ नमस्कार भन्न चाहन्छु साथीहरू। आज चाहिँ म बिहानै उठेर आजको लागि तरकारी चाहिँ म आजको चाहिँ देख्न सक्नुहुन्छ निगुरो चाहिँ केलाउनु गइरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ आजको मेरो बिहानको सब्जीमा चाहिँ यो निगुरो छ। एकदमै कलिलो छ तर यो फेदमा चाहिँ अलिकति कालो छ। म चाहिँ यसरी चक्कुले काट्छु। एकदम कलिलो छ, खान पनि माया लाग्ने। यसलाई चाहिँ अब स्वयं डोरी फालेर चाहिँ चिरेर मजाले पकाएर खानुपर्ने छ साथीहरू। देख्न सक्नुहुन्छ म चाहिँ निगुरो आज केलाउँदैछु। अल्ला, यसको डोरी त सही फाल्ने भनेको त डोरी नै आइरहेको छैन। फेरि के गर्नु र, यसको फेरि बाहिरको डोरी फालेन भने चाहिँ तल यो धागो फालेन भने चाहिँ मिठो हुँदैन। तर निस्किरहेको छैन, यो सायद अलिक बासी भएर होला साथीहरू। र यो सत्त आउनु पनि आइरहेको छैन, गाह्रो हुने भयो साथीहरू। अब केलाउनै गाह्रो हुने भयो। यो चाहिँ फालेन भने मिठो हुँदैन। तर अलिअलि मात्रै गइरहेछ, कता खस्यो। ल है साथीहरू, आजको मेरो तरकारी यसको चाहिँ साथीहरू मलाई चाहिँ तरकारी भन्दा पनि अचार चाहिँ यसको एकदमै मिठो लाग्छ हैन। हजुरहरूलाई कस्तो लाग्छ? ल आजको मेरो ल एउटा यसको आइडिया छैन कि यसलाई के गर्ने। यसलाई आइडिया त लगाउनु पर्यो। यसलाई चाहिँ चक्कुले खरक 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 टाच्नु पर्यो। हुन्छ कि हुँदैन हेरौँ। ल हुन त हुँदो रहेछ, तर सत्त डोरी निकालेर केलाउनु जस्तो छिटो चाहिँ हुँदैन। ल यस्तरी चक्कुमा आउँदो रहेछ। यो चिप्लो भएर अब ढिला झन् ढिलो हुने भयो। ल है त साथीहरू, मेरो चाहिँ एकदमै तरकारी केलाउनु आज ढिलो हुने भयो। यसको चाहिँ बाहिरको यो झिल्ली धागो के भन्छ डोरी निस्किरहेको छैन। सो एकदमै यसले गर्दा चाहिँ मेरो आज तरकारी केलाइ चाहिँ ढिलो हुने भयो। ल बाई बाई साथीहरू, बाई बाई।